माइतीको कुरा सुनेर कमलाले आफ्नो घरबार बिगारिन्। श्रीमान 2-3 पटक लिन आउँदा पनि उनी श्रीमानसँग जान मानिनन्। समय बित्दै गयो। श्रीमानले दोस्रो विवाह गरेर 2वटा छोराछोरी पाइसके, तर कमला भने अझै पनि माइतीको बोझ बनेर बसिरहेकी छिन्। श्रीमान राम धेरै धनी थिएनन्, तर कमलालाई भने साँचो माया गर्ने थिए। दिनभरि काम गरेर साँझ घर आउँदा भन्ने थिए, कमला तिमी धेरै थाक्यौ होला। तर कमलालाई भने त्यो माया सानो लाग्न थाल्यो, किनकि माइतबाट सधैँ एउटै कुरा गुन्जिन्थ्यो, घरमा त्यस्तो के छ, हाम्रो छोरीले त्यहाँ दुःख पाउने हो, कमला तिमी फर्केर आऊ, तिमीलाई हामीले पाल्छौं। बिस्तारै माइतीको मिठो बोलीले श्रीमानको साँचो मायालाई पनि उनले बिर्सदै गइन्। श्रीमानसँग सानो झगडा भयो। त्यसपछि कमलाले भनिन्, अब म तिम्रो घर एक रत्ती पनि बस्दिन, किनभने मेरा माइतीहरू नै मेरो लागि प्यारा छन्। रामका आँखाभरि आँसु थिए। उनले आफ्नो श्रीमतीलाई रोक्न खोजे, किनकि उनी झगडा होइन, आफ्नो सम्बन्ध बचाउन चाहन्थे। तर पनि कमलाले मानिनन्। उनी आफ्नो माइत गइन्। उनका श्रीमान राम पनि वर्षौंसम्म आफ्नो श्रीमती आउँछिन् कि भनेर उनकै पर्खाइमा बसेका थिए। 2-3 पटक त कमलाले लिनको लागि उनको माइतमा गएका थिए, तर कमलाले भने उनलाई मुखभरिको जवाब दिने गर्थिन्। समय बित्दै गयो। त्यसपछि माइतीले पनि भन्न थाले, अब तँलाई हामीले कतिसम्म पाल्न सक्छौ र। बिस्तारै कमला आफ्नै माइतीमा बोझ बनेर बसेकी थिइन्। उता रामले भने उनलाई धेरै पर्खिए, तर समयले भने उनलाई पर्खेन। त्यसपछि उनले दोस्रो विवाह गरे। आज रामको अर्को विवाह भइसकेको छ। 2वटा सन्तान छन्। उनको जिन्दगी पहिलेको जस्तै सुखमय छ। कमला भने टाढाबाट हेर्छिन्, त्यही घर त्यही आँगन, जो उनी कहिलेकाहीँ त्यही घरको एउटा रानी थिइन्, र त्यो ठाउँमा भने कसैले अधिकार जमाइसकेको छ। कमलाका आँखा रसाउँछन्, मन चिच्याउँछ। श्रीमानले मलाई बोलाएको बेलामा त्यति बेला गएको भए मेरा पनि 2 सन्तान हुन्थे। मैले माइतीको कुरा सुनेर आफ्नो घरबार बिगारे। अब त्यो मौका कहिले पनि फर्केर आउँदैन। वास्तवमै कतिपय चेलीहरूले आफ्नै माइतीको कुरा सुनेर आफ्नो घरबार बिगार्ने गर्छन्।